दाइ हजुर आज पनि जङ्गलतिरै हुनुहुन्छ है? खै अब यो जङ्गलमा त बसेको छु यार। हजुर, गाई गोरु बाख्राहरू तपाईँको यही नै हुन् है साथी? एक्लै हो। एक्लै हो? एक्लै हो। दुःख लाग्दैन दाइ कहिलेकाहीँ त म पनि बजारतिर सहरतिर गएर बसौँ भन्ने हुँदैन? खै अब त्यो त चेतनै छैन। चेतनै छैन है? अब खै यिनीहरू छाडेर कहाँ जाने? गाईबस्तुहरू छाडेर जान मन लाग्दैन? लाग्दैन। किन यति धेरै माया लाग्छ नि दाइ? यो गाई र बाख्रा माया लाग्छ, अन्त यो जमिन चिराउने भनेर यो गाई गोरु बाँध हेरेको छु यार। हजुर, जमिनको लागि भनेर बस्नुहुन्छ है? अनि दाइ के रहेछ नि हाम्रो देशको नाम थाहा भयो? बिर्सेँ क्या मैले। बिर्सिनु भयो? अस्ति नै छोरीले सिकाइ थिइन् है? बिर्सेँ क्या म त। बिर्सिनु भयो? कति छन् नि तपाईँका गाई बस्तुहरू सबै गरेर कति छन्? कति पाल्नु भएको छ? है यहीँ छ क्या र। हजुर, तपाईँले देखेको छु यार। मैले त देखेको छु दाइ, यहाँ भिडियो हेर्ने दर्शकलाई पनि सुनाइदिनु न कति छन्? अब सबै गरेर 15-20 छन्? त्यस्तै होला। त्यस्तै होला नै। बाख्रा हजुर। सित। अनि दाइ तपाईँ जङ्गलमै गएर जङ्गलतिरै सुत्नुहुन्छ कि के गर्नुहुन्छ नि? अब जङ्गलमा त कहाँ सुत्ने र? कहाँ सुत्नुहुन्छ? गोठभित्र। ए गोठ हुन्छ त्यहाँ जङ्गलमा? तपाईँले जङ्गलमा गएर गोठ बनाउनुहुन्छ? यस्तो यस्तो कटेरा बनाउँछु। ए कटेरा बनाउनुहुन्छ? अनि त्यहाँ डर लाग्दैन दाइ जङ्गली केही आउने हो कि खाने हो कि भन्ने, मार्ने हो कि भन्ने डर लाग्दैन? लाग्दैन। लाग्दैन है? गोठमा त आन्न गोठमा? गोठमा त बाँकी तिनीहरू कहाँ डर लाग्छ भन्दा अब जङ्गलमा पस्दा डर लाग्छ। हजुर, गोठमा त लाग्दैन। हजुर, तपाईँले कहिले चप्पल लाउनुहुन्न दाइ? लाने चाहिँ लाउनुहुन्न है? किन दाइ चप्पल हिँड्दाखेरि जङ्गलमा काँडाहरू हुन्छन्, केही हुन्छन्, बिच्छ, तपाईँलाई केही हुँदैन? अहिले त्यहाँदेखि डालासित आउँदा त्यो जुत्ता थियो। हजुर, त्यो निकालेर बाहिर राखेको, उहाँबाट त अब यसै हिँडेको। हजुर हजुर। अब दिउँसो गाईसित जाँदा त त्यो जुत्ता लग्छु। जुत्ता लग्छु। बर्खा पनि अब तपाईँले केही पढ्नु भएन है दाइ? म त केही पनि पढेको छैन। किन पढ्न मन लागेन कि के भयो दाइ? खै अब पढ्ने मान्छे भए पो अब पढ्ने। अब बाउ पहिले चाहिँ बित्यो। हजुर, सानो हुँदा छ। अब आमा पनि अब पछि मर्यो, अन्त क्या गर्ने र कसले पढाउने त? अन्त अब म त के पनि जान्दिनँ। हजुर, अब स्कुलमा पनि गएको पनि छैन। स्कुल पनि जानु भएको छैन? स्कुल पनि गएको छैन। हजुर, अन्त अलिकति पढ्ने। तपाईँलाई के थाहा छ? यही जङ्गल थाहा छ, अरू थाहा छैन है तपाईँलाई केही पनि? यो जङ्गल मात्रै, त्यो हिँड्ने जङ्गल मात्रै। हजुर, यो देखिएको जङ्गल सब चाल्नु भएको छ है? यो भएर त सबै चालेको। हजुर, हाम्रो गोठु परको त्यो यस्तो छ नि, हो तीमा जान्छु। हजुर, तीमा जान्छु र त त्यतै लगाइदिन्छु। हजुर, त्यति पारी जानुहुन्छ? यो खोलाको शिरमा। यो खोलाको शिरमा वहाँ पुग्नुहुन्छ है? वहाँ पुग्नु। कति दिनसम्म गोठमै उतै बस्नुहुन्छ नि दाइ? असब्जसम्म। हजुर, असब्जसम्म। के हो त भनेको? असब्ज के हो त असब्ज भनेको? यता झर्ने बेला। यता झर्ने बेलासम्म उही बस्नुहुन्छ? 2-4 महिना पनि? सुन्नु त। हजुर, अब यहाँको बिउ सिउ हालेर जेठ निकल्छु, बल्ल असब्ज फेरि यता झर्छु। हो र? असब्ज झर्छु। पोहोरमा अब भदौमा झारिन्छ। हजुर, अहिले फेरि सबै असब्ज बनाएर त फेरि असब्जमा यो जेठमा। अनि तपाईँ यस्तो हाप लाउनु भएको छ होइन? तलतिर जाडो हुन्न? डालातिर
जाँदा मैले हजुरलाई माथिबाट लाउने तलबाट लाउने ल्याइदिएको थिएँ नि उही छ लाउनु भएको छैन लाएको यता उता हिँड्दा लान्छु यता उता कतै राम्रो ठाउँमा जानु पर्यो भने लाउनुहुन्छ यो रुखमा जाँदा फेरि अलि राम्रो हुन पर्यो राम्रो हुने क्या राम्रो हुने क्या हजुर कोहीले त फेरि उसित जान्छ जुत्तासित जान्छ म त त्यो पैँत र त्यो जुत्तासित त रुखमा त जान सक्दैन उहाँबाट त पैँत पनि उही छोडेर दिउँसो गाईसित जाँदा लाग्छु हजुर पैँत लागेर जान्छु दाइ हजुर तपाईँको एउटा छोरी छ नि त्यो छोरीलाई के बनाउने मन छ नि दाइ के बनाउने त अब त्योले अब पर्यो है छोरीको नाम पर्यो भने त अब स्कुलमा हालेको छु क्यार हजुर अब कतिसम्म पर्छ अलि धेरै पढाउनु पर्छ है नानीलाई हामीले पनि सहयोग गरिरहेका छौँ अब नानीले भनेको थिइन् दादा मेरो घरमा बिजुली बत्ती छैन भनेको थिइन् अब हामीले बिजुली बत्ती पनि बाल्दैछौँ थाहा छ बिजुली बत्ती पनि बाल्दैछौँ है अब अँध्यारोमा बस्नु पर्दैन हामी अब कुरा गऱ्यौँ होइन र हजुर अब उनको बाउ अब मै भइया हजुर अब म परिन्न अब फेरि दुःख भयो क्या दुःख भयो है दुःख भएर त्यो छोरा छोरीहरूलाई पर म के पनि जानिनँ पर भन्दा एउटा कान्छो छोरालाई पर भन्दा अब स्कुल ठिक छ अनि तपाईँ कुरा सिध्याछु स्कुलमा पढाउँदा गाई हेर्ने बेलामा स्कुलमा हाल्छौ भन्छ अन्त तिनीहरू क्या कुरा गर्ने जेठा छोरा त मैले गाई हेर्छु स्कुल जान्न भन्छन् है अब पर्या भने त तिमी जस्तो अब जो पनि सिकिन्छ होइन र उता दुःख कतिको भोग्नु भएको छ नि दाइ दुःख त अब सानोबाट दुःख भोगेको क्या र हजुर अब सानोबाट अब न बाउ हुने न आमा हुने म त अब त्यो अब अर्काको ग्वाला बसेर बस्याको सानो बच्चाबाट अर्काको गोठालो भनेको ग्वालो भनेको अर्काको गोठालो बस्नुहुन्थ्यो है अर्काको गोठला बस्याको हजुर उहाँबाट फेरि अब त्यो श्रीमतीलाई ल्याया र त गोठबाटै श्रीमतीलाई ल्याउनु भएको बिहे चाहिँ कसरी गर्नुभयो तपाईँले खै कसो गरे गया हिजोको लेखाको भाग त हो क्या होइन त्यही पनि भगाएर ल्याउनु भयो कि के गर्नुभयो भनेर एकचोटि सोध्न मन लाग्यो अब जाम है म त अब एक्लै भइया एक्लै भइया अब मेरो सिङ्गी हुन्छौ कि भनेर फकाएको त आने पनि आयो अब फेरि बाँकी पहिला त अब हिँडेको जो हो क्या र पछि त्यो क्या भएछ क्या त्यही भएर त्यस्तो भयो क्या के भयो हिँड्नै नसक्ने हुनु भएको छैन त्यसरी तपाईँले भगाएर ल्याउनु भयो जाम है भनेर लप पार्नु भएको थियो कहाँ देख्नु भएको थियो उहाँलाई पहिला पर देखेको गोठतिरै गोठतिर पनि जान्छ त्यही बेलामा ल बिहे गर्न पर्छ है तैँले र मैले भाग्न पर्छ भन्नु हो ल त अब आज त जाम है भनेको त जाम त भनेर त गएँ अब तु त ग्वाला बस्दा क्या ग्वाला बस्दा हाम्रो घरपट्टिको गाई चराउँदाखेरि बाख्रा चराउँदाखेरि गाह्रो हुँदैन दाइ गाह्रो त गाह्रो हुन्छ क्या जुगा हुन्छ पानी आउँछ अन्त कसो गर्ने अन्त अब घुम ओढेर हेर्ने त हो घुम ओढेर है गाह्रो छ है गाह्रो छ सहरतिर बजारतिर केही देख्नु भएको छैन मैले गएको पनि छैन उधर गएको पनि छैन त्यो जानु नै भएको छैन है केही देख्नु नै भएको छैन त्यो बर्तीमासम्म मात्रै हो र गएको त्यहीबाट उधर त त्यतातिर कता हो कता हो है हराउनुहुन्छ होला है
हामी त हराउँछु हराउनुहुन्छ है त्यता गयो भने त त्यो बर्तीमा उ फेल गर्यो भने म त हराउँछु हराउनुहुन्छ है अलि टाढा सहरतिर गए त हराउनुहुन्छ हराउँछु उतैतिर गएर बस्न मन लाग्दैन लाग्दैन अब फेरि यसो क्या अब कि आँखा साँखा देख्यो भने त अब उहाँ लेखेको छैन त्यो देखेर हेरेर अब त्यो रस्तामा त ऊ लेखेको छ नि त क्या हो भा उता जाने हो भा यता जाने हो लेखेको छ। दर्शकवृन्द यति बेला हामी चन्द्रमणि बुढासँग कुराकानी गरिरहेका छौँ। उहाँलाई आफ्नो देशको नाम पनि थाहा छैन, उहाँलाई सहर कस्तो हुन्छ पनि थाहा छैन। थाहा छ त केवल यो पारी देखिएको जङ्गल हेर्नुहोस् त, यो जङ्गल यो सबै हाम्रै हो। यो जङ्गल सबै चाल्नु भएको छ उहाँले, सहर जानु भएको छैन तर यो जङ्गल देखिएको सबै जङ्गल उहाँले सबै चाल्नु भएको छ। मलाई सहर होइन, मलाई यही जङ्गल प्यारो लाग्छ भन्नुहुन्छ। मलाई अरू केही सरोकार छैन, मलाई यो चिनेर त्यो चिनेर केही मतलब छैन। बस मलाई गाई भैँसी चराउन पाइयोस्, मेरा बाख्राहरू चराउन पाइयोस्, यी गाई भैँसीहरू यी गाईहरू भोकै मर्न नपरोस् भनेर भन्नुहुन्छ। हेर्नुहोस् त, हाम्रो देशमा अझै पनि यस्ता बुवाहरू हुनुहुन्छ जसलाई आफ्नो देशको नामसम्म थाहा छैन। दर्शकवृन्द, उहाँको घरमा हामी गएका छौँ, उहाँको चाहिँ अँध्यारोमा बस्नुहुन्छ, उहाँको घरमा बिजुली पनि छैन। अब हामी उहाँको घरमा बिजुली पनि बाल्दैछौँ। यतिन्जेल भिडियो हेर्नुभयो, हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै म बाबुराम पाण्डे पनि बिदा हुन्छु। नमस्ते।